नमस्ते साथीहरू, फेरि पनि स्वागत छ मेरो आजको नयाँ भ्लगमा होइन। आज चाहिँ अब बिहेको भोलिपल्ट भइगयो, भोलिपल्ट कि पर्सिपल्ट हो बिहे चाहिँ सक्यो, ढुक्क भइसक्यो। अनि अब हामी यहाँ बानेश्वरतिर यता रिङ नेपालतिर जाँदैछौँ। रिङ नेपालमा जाने अनि नानीले राम्रो रिङ मेरो साथीलाई म गिफ्ट पनि लगिदिनु पर्ने छ। यस्तो गिफ्ट दिने साथी कहाँ पाउने, मलाई एउटा गिफ्ट माग्दा पनि उसले सो साथीहरू हामी चाहिँ अब पाटनतिर जाँदैछौँ। पाटन जाँदैछु छाता उडेर, किनकि यहाँ धेरै घाम छ। साथीहरू हामी चाहिँ यहाँ अहिले छायाबाट हिँड्दैछौँ होइन। कस्तो राम्रो भ्यू देखिरहेको छ यहाँ। कस्तो राम्रो भ्यू देखिरहेको छ यहाँबाट होइन। मजा आइरहेको छ दिदीहरूसँग मलाई। साथीहरू हामी अब पाटन चाहिँ पुग्यौँ होइन। यहाँ दिदीहरू एकछिन छ अनि यस्तो छ, हामी घुम्दै जाँदैछौँ। यहाँ मरि पाउँछ अरे। साथीहरू हामी यहाँ क्याफे खोज्दा हैरान भइसक्यौँ। कति बेर यता जान्छौँ, कति बेर उता जान्छौँ, क्याफे खोज्दा यहाँ फोन गरेर सोध्दै एकछिन्छौँ उहाँ। साथीहरू हामी यहाँ खाने ठाउँमा आएको छौँ होइन। अनि यहाँ अर्डर दिएर बसिरहेको छौँ। अब यहाँ यस्तै छ, त्यहाँबाट चाहिँ आउँदैछ दिदीको टाउको छ त्यहाँ। हामी चाहिँ खाएर निक्लिसक्छौँ। अब हामी आयौँ होइन। खोइ के थियो, 3D समथिङ हो त्यस्तै थियो। खै के थियो त्यसमा गएर आज मैले ब्लस देखि गर्दा चाहिँ यहाँ त्यही पनि सरी ब्लस लगाएर फुल मेकअप गरेर फुल मेकअप लुकमा आइसकेँ म। मेकअप घरमा गर्नै पर्दैन, जाने कसैको स्टोरमा छिर्दिने यतिकै। त्यही त टेस्टर भएपछि काम चल्छ हाम्रो। अब हामी धनी मान्छे पर्दैन, मिडिल क्लास किन छ 10,000 छ अहिले कङ्गाल हुनुहुन्छ नि, रुक्नु अस्ति मैले 5,000 गर्मी हो। हामी चाहिँ अब जाँदैछौँ होइन बसन्तपुरतिर जाऊँ भने। अनि बसन्तपुरको ठ्याक्कै गेटमा गएर टक्कसँगले अब यसरी फोटोसुट खिच्नु भने होइन। हेलो म बाहिर छु।
मर्निङ छाता हामी यहाँ बसन्तपुरमा छौँ आई मर्निङ छाता एन्ड दिदीलाई समाति इङ्ग्लिस पनि क्या राम्रो इङ्ग्लिस छ भने नि इङ्ग्लिस नेपाली मिक्सिङ एन्ड हिन्दी पनि मिक्सिङ मजा आइरहेछ त्यो दिदीहरूसँग त्यहाँ फङ्सन पनि हुँदैन छ यस्तो छ अहिले पानी परिरहेछ म पछाडि हिँड्दैछु यिनीहरू अगाडि हिँड्दैछ ओ माई गड वाट यसको नाम के हो एक्ज्याक्ट थाहा भएन गाइजहरू हो अस्ति हामीले यतैबाट किनेको थियौँ मलाई नि याद आयो कस्तो दिस आज के भइरहेको छ तर एक्ज्याक्ट थाहा भएन गाइज त्यही नि ऊ हेर्नु त कस्तो राम्रो राम्रो वाउ दिस वान इज अमेजिङ तर यसको नाम चाहिँ के हो आई डोन्ट नो गाइज तर म चाहिँ रथ नै भन्छु अमेजिङ साथीहरू अब हामी घर फर्किँदैछौँ रातिको 12 बजिसकेको साथी 12 चाहिँ बजेको छैन साथीहरू 7 बज्यो यो दिदी हावा चाहिँ पाइने भन्छ रातिको 12 बजी कहाँ यस्तो चहल पहल हुन्छ हामी अब जाँदैछौँ राजधानीतिर म चहल पहल भइरहेको राजधानी यहाँ हामी अब छिटो छिटो जाँदैछौँ उहाँ दोकान बन्द हुने बेला भइसक्यो दिदीको बुक लिएको ठाउँमा छिटो छिटो जाने